Hello, welcome back to my channel. Welcome back to my channel. सबैजना सन्चै हुनुहुन्छ होला अनि पुरै निधाएर भर्खरै उठेको जस्तो भइरहेको रहेछ र अहिले यहाँनिर खोला दिनदिनै सुक्दै जाँदै रहेछ है। त्यस्तो भएर चाहिँ आज रातभरिमा निकै खोला सुकिसकेछ। अनि यो चाहिँ अस्ति पहिरो गएको ठाउँहरू हो। यो पुलदेखि माथि जानुपर्छ, यहाँतिर पनि पहिरो भत्किएको छ। खोलाको अवस्था यस्तो छ है। अनि अहिले चाहिँ म जमुना जाने गरेको। अब फिस चाहिँ पुरै भर्खर उठेर जुरुकै उठेर मुख नधुई हिँडेको जस्तो भइरहेछ। र पनि ठिकै छ। अहिलेको मेरो यात्रा भनेको चाहिँ माबुसम्मको हुन्छ। माबुसम्म पुगेर आउनुपर्ने भएको छ, त्यही भएर जाने गरेको। आजको भ्लग कस्तो हुन्छ हेर्दै गर्नु होला है त। जे छ जस्तो छ त्यस्तै भ्लग हाल्नेछु। अहिलेको हाल मेरो कस्तो भइरहेछ वर्तमान समयमा दिनचर्या कसरी बिताउँदैछु त्यो म हालिदिने नै छु। यहाँ चाहिँ म अहिले अब जङ्गल गाउँको बाटो त्यही त हो, त्यस्तै हिँड्नुपर्ने हुन्छ। अनि आजको भ्लग कस्तो हुन्छ हेर्दै गर्नु होला है त। ल अहिले चाहिँ म ठ्याक्कै जमुना चौतारामा आइपुगेको छु। पारीदेखि चाहिँ हाम्रो घर हो। त्यहाँ खेलाएर यहाँ मस्त चाहिँ केटाकेटीहरू स्कुल जाँदै रहेछ। यो चाहिँ जमुना हो। अनि हामी आउनुपर्ने भनेको चाहिँ यहाँ तल देखिएको त्यो पुल तरेर आउनुपर्छ। त्यहाँ माथिबाट झरेर यस्तो र उकालो आउनुपर्छ। हाम्रो घर चाहिँ त्यहाँ पारी हो। अनि त्यो तल्लो घरको बहिनीहरू चाहिँ स्कुल जाँदै रहेछ, भाइ बहिनीहरू। अनि लास्टै गर्मी भएर छ आज। हेर्दैन केटाकेटीहरू जाँदै रहेछ, तर आज त 2जना मात्रै रहेछ। 4जना जान्थ्यो जस्तो लाग्यो। ल है त। उफ माथि त्यो दाजुहरू त उहीँ माथि त पुग्दै रहेछ। कति बजी पुग्छौ अनि तिमीहरू? 10 बजी? अनि तिमीहरू त निकै छिटो छौ नि, 9 त बजेको छैन। कति बजी स्कुल पुग्नुपर्छ? ए अनि छुट्टी भएर कति बजी हुन्छ? 3:30 मा? यो लौरे त पछि त खतरा हुने रहेछ, यत्रो भारी बोकेर हिँडिरहेछ। हो हान नि खतरा हो तिमी। के गर्ने अरे? मिसिन चलाउने रे? मिसिन चलाउने होइन नि? सनिस्की ए ऊपो रहेछ हाम्रो के पऱ्यो विश्वास बिच्चु हो। ए बिस्तारै होला, म भ्लग बनाउँदै गएको। म माथि माबु जाँदै गरेको। ल आउनु ल बिस्तारै। ल अहिले चाहिँ यहाँ केटाकेटीहरूलाई पनि छोडिराखेर हिँडेको। यहाँ एकजना भाइ जाँदो रहेछ, भाइ पनि। पहिला हामी पनि यसरी जान्थ्यौँ, अब हाम्रो पालो चाहिँ सकिसकेको छ यतानिर हिँड्ने। लास्टै कुदा भयो यार। हाई स्कुल गएको तिमी? अनि कतिमा पढ्दैछ अहिले? 5 मा? ए ल बिस्तारै आऊ ल। ल अहिले चाहिँ म निकै अगाडि आइसकेको छु। यो तल ठाउँहरू हेरेँ है, अनि यो पारीको घरहरू हेर्दा त यार हाम्रो ठाउँ त स्वर्ग रहेछ। यो तल खोलामा त अनि अस्ति बाढी आउँदा त कसरी बस्यो यार, डेन्जर लाग्छ यार। यहाँ पारीतिर यार यस्तो भिड छ नि, हेर्दा मात्रै यस्तो हो कि। यो माथि डाँडाहरू चाहिँ कस्तो दामी देखिन्छ नि। यो माथि यो माबु डाँडा हो, जुन मैले अगाडिको भ्लगमा पनि भनिरहेको थिएँ।
त्यो डाँडामा चाहिँ दामी लाग्छ मलाई। अनि अहिले पुग्नुपर्ने भनेको त्यो पारी पुगेर आउनुपर्ने हो। अनि यहाँदेखि पछाडि पनि अर्को दामी डाँडा छ यता पछाडि, तर त्यो अब जङ्गलहरूले पुरै छिलेको भएकोले गर्दा चाहिँ त्यताको चाहिँ भ्लग बनाइनँ मैले है। अहिले चाहिँ म रोटै रोट लाग्दैछु है त। अनि यो जङ्गल यस्तो डेन्जर जङ्गल चाहिँ यहाँतिर बाटो निकालेको देख्दा त मलाई त। र यो ढुङ्गा पनि कस्तो खालको रहेछ क्या यो भित्तामा, यहाँ सेतो ढुङ्गा पनि सेतो तर यस्तो खालको सेतो छ क्या यो ढुङ्गाहरू पनि। र यहाँतिर चाहिँ बाटोहरू पनि कस्तो निस्किँदैन होला भन्ने सोचेको सबैले। तर यहाँ पनि बाटो कस्तो दामी निकालेको छ। पहिला यहाँनिर त झन् कस्तो बाटो थियो भने यस्तो जङ्गलभित्र हिँड्नु थियो निभागरीमा, त्यो पनि पुरै भिर तल झऱ्यो भने खोलामा झर्ने। अनि बाटो पनि कस्तो सिधा पनि नभएको तल माथि घुम्दै गएको ठाउँ थियो। अहिले चाहिँ बाटोहरू टक्क हेर्नेर रोड जे भयो भने यतिको रोड दामी निकालिदिएको रहेछ। र यो रोड अस्ति त्यत्रो पानीहरू बाढीहरू आउँदा पनि लगेन रहेछ। त्यो चाहिँ एकदम खुसी लाग्यो। यहाँनिर रोड बढाउने खालको ठाउँ नै छैन क्या। यो भित्तामा यस्तो ढुङ्गाहरू छ होइन। अनि यो बढाउने ठाउँ पनि छैन। यो लग्यो भने यो भुइँको बाटो मात्रै बगिदियो भने यहाँनिर बाटो बनाउनु निकै गाह्रो पर्छ। पहिला पनि बगेको छ अरे एकचोटि बनाएको हो। अनि ट्याक्क लाएर अहिले चाहिँ घामहरू दामी लागिरहेको रहेछ। त जुन म हिँडेको क्षेत्रमा ठाउँमा चाहिँ घामहरू पनि आएको छैन। अनि अहिले चाहिँ लगभग मेरो गन्तव्यमा पुग्नु लागेको आजको गन्तव्य है। अनि हेर्दै गर्नु होला कस्तो हुन्छ। र अहिले चाहिँ म डेस्टिनेसनमा पुगिसकेको अवस्था है। अनि यता चाहिँ खोला, यार यो खोला त त्यत्रो साह्रो आएन रहेछ। अस्ति पानी बाढी पहिरो आएको बेलामा त्यत्रो साह्रो खोला आएन रहेछ। पर हाम्रोमा त ढुक्कै पार्दैन। यहाँ माथि चाहिँ कसले माछा मारेछ है, त्यो दामी फर्केर छ। पानी पनि कस्तो साङ्लो बगिरहेको रहेछ। पर हाम्रो ठाउँमा त पुरै ढकिलो भएको छ। यहाँ पारी चाहिँ दाइ आफ्नो हुँदै रहेछ हौ। कतिको देखिने कति छैन। अनि अझै पनि यो घाम आधी मात्रै आइरहेछ, कहिले आइपुग्ने। अनि यता त यस्तो डेन्जर भिर छ नि आम्मामा, यो माथिको भिर देख्दा त म त विरक्त लागेर आउँछ। तर यहाँ पनि मलाई के चाहिँ उयो लाग्यो भने यहाँनिर पनि पुलहरू चाहिँ सफा नगर्ने रहेछ। हाम्रो ठाउँमा पनि पुलहरूको त्यस्तो बिजोग भइरहेछ। अनि यो पुलको चाहिँ के हो मैले पनि खासै थाहा भएन हो। अब यो पुल हेरौँ होइन, पुरै अम्लिसो घरि छिरिसकेको छ सबै। यो बार जाली बारतिर यो पारिपट्टि त झन् ढुङ्गाहरूले पुरै त्यो सिँढीतिर त ढुङ्गाले खिचेर छ। आजको ब्लग भन्दै अब हेर्दै गर्नु होला है त। फाइनली अहिले चाहिँ घामहरू पुरै आइसकेको छ यो ठाउँमा। अनि यता पारिपट्टि देख्नु सक्नुहुन्छ पुल होइन। यता माथि पुरै अहिले चाहिँ घामहरू पुरै आइसक्यो। तर अरूको के चाहिँ आएन भने यहाँनिर लुगा चाहिँ आएन क्या। 1 घन्टा भइसक्यो यार मैले कुरेको। कत्रो कुराउनु भयो लुगाले मलाई आज। अब ब्यागहरू यहाँ भित्तामा राख्दैछु छु। अनि सामानहरू छ त्यहाँनिर लुगाले ल्याइदिएको सामान। आम्मामा यार घाम यहाँनिर जाडोमा हो कि कामले बसेको। अहिले घाम लागेर यो घाममा पनि पुरै तातिएर कस्तो भइसक्यो। लुगा आइपुग्दैन यार। ल फाइनली अहिले चाहिँ म फर्किँदै गरेको होइन। लुगासँग भेट पनि भइसक्यो। सामानहरू पनि मैले ल्याइदिइसकेँ। अनि अहिले चाहिँ म फर्किँदै गरेको है। बाटोहरू हल्का सफा गरेको छ। अनि पारी लुगा चाहिँ जानु हुँदैछ। यहाँनिर लुगा जाँदै गरेको देखिएको चाहिँ छैन। त्यो पुरै अमिसोहरूले छेलिरहेको रहेछ क्या। अनि सामानहरू पनि पुरै राखिदिएँ। अनि फर्किँदै गरेको है। भन्दै आजको भ्लगलाई चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु है त। हेर्दै गर्नु होला। सब्सक्राइब, लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला।
भन्दै आजको यो भ्लगबाट चाहिँ म बिदा हुन चाहन्छु है त। ल।